एउटा भिडियो तपाईहरुले हेर्नुभयो होला नि। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौं। यो नहुने नचाहिने कुरा। उसले क्वाको अक्षर पढेको छैन, ऊ यस्तो विद्वान यस्तो जान्ने छ कि मान्छेलाई बाण हान्दिन्छ घरैमा बसेर। यस्तो पनि हुन्छ काहीँ? नढाँटिकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने नै मलाई लाग्छ। म साथीहरूलाई भन्न चाहन्छु, एक दुईटा पात खस्दैमा पिर मानेर रुख ढल्दैन। केपीजी मलाई केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता आउँछ। म तपाईहरुलाई अहिले भन्न चाहन्छु, अब म बुढो पनि भइसकेँ, अब जेसुकै भए पनि मलाई केही छैन। तपाईले अझै पनि अलिकति आफूलाई ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनुहोस्। तपाईहरुलाई अहिले भन्न चाहन्छु, ओली नेकपा एमालेको झोले हो। केपी भ्रष्टाचारी नचिनिएका मान्छे, गुण्डाहरूको गुण्डा, डनहरूको डन दुर्गा परसाई हो। यस्तो पनि हुन्छ काहीँ? यसो टिकटक हेर्यो भने हेरि नसक्नुहुन्छ, बन्द गर्नुपर्ने हुन्छ। टिकटक बन्द गरे हैन मेरै डरले। यस अफ कोर्स। गणतन्त्र के को लागि ल्याएको? भ्रष्टाचारको रक्षा गर्ने र भ्रष्टाचारलाई कारबाही गर्ने। म केपी ओलीलाई, प्रचण्डलाई, शेरबहादुर देउपालाई कुनै हालतमा प्रधानमन्त्री मान्दिन। यिनीहरूले प्रधानमन्त्री हुने लायकको कामै गरेका छैन। एउटा ठगीमा प्रहरीले कारबाही गरेर मुद्दा चलाएको छ। अलिक दिनमा एमालेको सरकार रह्यो, यिनै कम्युनिस्ट रहिरह्यो भने तपाईहरुका छाला छिलेर जुत्ता लाउँछन् यिनीहरूले, जुत्ता। आजको जमानामा यस्ता कुरा पनि पत्याएर हिँड्ने। केपी, प्रचण्ड, शेरबहादुर अब आउने मङ्सिर 7 गते बालुवाटार र सिंहदरबार छोड। तिनले गर्ने के हुन्छ? अब आउने दशैंमा यो देशमा परिवर्तन भइसकेको हुन्छ। यसका लागि त तपाईसँग केही उपाय होला नि? 1 लाख मान्छे भेला गरेर त्यहाँबाट हामी आन्दोलनको बिकुल फुक्छौं। सबै जनता जागौं त ल है। म अब निस्के, केपी ओलीको दम हेरौँ। हाम्रो दुर्गा परसाई पनि जान्नुभयो, कता जान्नुभयो, के गर्न जान्नुभयो थाहा छैन। तर सामाजिक सञ्जालमा यस्ता न्युजहरू आएको छ, सुनौँ त एकपल्ट। म सुदन गुरुङ, हामी नेपालको अध्यक्ष। मेरो देशलाई लुट्ने नेताहरू कहाँ भाग्नु छ, भाग्नु अहिले नै हो चान्स। जेन्जीको आन्दोलन हो है, मैले भनिहालेँ यो करप्सनको केस होइन, हरेक काण्डको छानबिन गर्ने। हाम्रो राजनीतिक प्रतिबद्धतामा कसैको पनि छानबिन हुँदैन। कोही माइकालाल जन्म्या छ, केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने। नेपाली जनताले झार्छ। अब तपाईहरुलाई अहिले भन्न चाहन्छु, जेन्जी पुस्ता भन्ने चाहिँ यस देशका जनताको झोले हो। Wake up to reality. हाम्रो देश हाम्रो शान, केपी ओली लड्नेको बाद। हाम्रो देश हाम्रो शान, केपी ओली लड्नेको बाद। नेपालका प्रधानमन्त्री जेन्जी पुस्तालाई नेपालको झोले भनेपछि जेन्जी पुस्ताले आन्दोलनको क्रममा नेपालको इतिहास बोकेको सिंहदरबार ध्वस्त र सँगै नेताहरूको घरमा आग लागि शेरबहादुर देवाको घर जलाउँदाखेरि शेरबहादुर देवाको घरमा भेटेपछि जेन्जी पुस्ताले गरे आक्रमण। आन्दोलनमा अहिलेसम्म गोली लागेर 19 जनाको मृत्यु। आन्दोलन रोक्नको लागि जेन्जी पुस्ताले गरे यस्तो माग। केपी ओली बिनाको एमाले बिनाको नेपाल चाहियो अरे उनीहरूलाई। सत्यो कम्युनिस्ट भन्ने नामका तस्करहरूको खेल खत्म भयो आजदेखि। आज देशको प्रधानमन्त्री हो केपी ओली, कोही बोल्न सक्दैन। तर दुर्गा परसाई च्यालेन्ज गर्छ केपी ओलीलाई। अझै पनि अलिकति आफूलाई ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनुहोस् र पश्चाताप गरेर वक्तव्य निकाल्नुहोस्। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ। जनता अप्ठ्यारोमा परेका छन्। सुन्नुहोस् है तपाईँहरू, फागुन 1 गते अबको प्रधानमन्त्री को तपाईँलाई थाहा छ? यो देशको केपी वंश र केपी प्रवृत्तिको केपी शर्मा ओली यस्तो त हुँदैन नि। खबरदार, केपी ओली होइन। जेन्जी पुस्ताका ती आन्दोलनकारी प्रदर्शनकारी भाइ बहिनीहरूलाई आफ्नो इच्छा अनुसार मन्त्री बनाउनु। कुन मन्त्री शिक्षा बनाउँदा, कसलाई चाहिँ ऊर्जा बनाउँदा, कसलाई अर्थ बनाउँदा राम्रो हुन्छ भन्ने कुरा जेन्जी पुस्ताका ती आन्दोलनकारी प्रदर्शनकारी भाइ बहिनीहरू भनेको हुन पर्यो।